こんにちは、皆さん。はい、行きましょ元気ですかう。はい、元気です。ल आज चाहिँ हाम्रो लेसन 5 रहेको छ है। अब लेसन 5 भित्र चाहिँ हाम्रो लेसन 5 भनेको के हो? काउन्ट गर्नुहोस् त। हामीले काउन्टिङ सिस्टम लेसन 5 भनेर चाहिँ जातिमा कसरी काउन्ट गर्ने भनेर हामीले लेसन 1 मै सिकेको है। लेसन 5 भनेको के हो? दाइ हो। फेरि भन्नुहोस् त। दाइ गोर्खा है। लेसन 5 को हाम्रो मेन टपिक भनेको के रहेको छ? के छ टपिक? के छ हाम्रो? पार्टिकल है। पार्टिकललाई के भनिन्छ? फेरि भन्नुहोस् त। के भन्छ? ज्योसी। मसँग उच्चारण गर्नुहोस् है। ज्योसी भनेको पार्टिकल है। अर्को छ हाम्रो टिचिङ है। यो टिचिङ भित्र चाहिँ हामी त्यो पार्टिकलहरू रिडिङ गर्छौँ प्लस त्यसलाई लेख्छौँ र त्यो पार्टिकलबाट जुन बनेको सेन्टेन्स छ त्यो सेन्टेन्स प्लस पार्टिकलबाट बनेको लिसनिङ चाहिँ हामी सुन्ने प्र्याक्टिस गर्छौँ है। साइ सक्नुभयो? व्याकरण भनेको हामीले के पढेको? के भन्छ जातिजमा? है। फेरि उच्चारण गर्नुहोस् त। फेरि गुणपो है। ल एमा चाहिँ हाम्रो पार्टिकल के छ? ल भन्नुहोस् त सबैले के छ? ए है। ए को अर्थ के रहेछ नेपाली? ल हेरौँ है पार्टिकल ए को बारेमा। हामीले हिरागानामा चाहिँ लेख्दै जुन हामीले हिरागाना जुन अक्षरमा लेख्दै गर्दाखेरि हिमान जस्तो के पढेको हामीले? हे हो कि होइन? हो। ल अर्को तर हामीले अव्यय यो चाहिँ जुन हे छ यो चाहिँ पार्टिकलमा आयो भने चाहिँ यसको उच्चारण के गरिन्छ? ए गरिन्छ है त। हेको के हुँदो रहेछ? ल अर्को जुन यो पार्टिकल ए छ यसले चाहिँ कुनै पनि केलाई जनाउँदो रहेछ? ठाउँ। केलाई? ठाउँ है। ल अर्को यदि कुनै पनि ठाउँतिर है कुनै ठाउँतिर जान्छु आउँछु र फर्किन्छु। के जान्छु, आउँछु र फर्किन्छु। अर्को के छ? ठाउँ। र त्यो ठाउँ र त्यो जान्छु इकिमास सबैले उच्चारण गर्नुहोस् त। इकिमास खाइरिमास। त्यो प्लेस र इकिमास र खाइरिमासको बिचमा पार्टिकल के लागेको रहेछ? ए है। ए को अर्थ के हो? जस्तै हेर्नुहोस् है सबैले ध्यान दिनुहोस्। पुस्तकालय भनेको कुनै प्लेस हो कि होइन? प्लेसको पछाडि पार्टिकल के लाग्छ? पुस्तकालय तिर। जातिमा भन्नुहोस् त सबैले। फेरि तोस्योखान। ल त्यसै गरी तपाईँ बुझ्नुहोस् त। तपाईँले नेपाली सेन्टेन्स बनाउँदै जाने है। ल पछाडि जातिमा सेन्टेन्स बनाउँदै जाने। ल कला सङ्ग्रहालयतिर। जाति छ भन्नुहोस् त। बिजु खान ए। ल बस्नुहोस् त। ल तपाईँ बुझ्नुहोस् नेपाली जाति है। बैंकतिर तिनको हे अर्को ब्लक कार्यालयतिर युरिन केको हे अर्को डिपार्टमेन्ट स्टोरतिर देपातो हे अर्को सुपरमार्केटतिर सुपा हे अर्को स्टेसनतिर एकी हे कति कुरा छ? एकी ए है। ल अर्को यो जुन प्लेस छ र अर्को पछाडि पार्टिकल ए र अर्को तीनवटा भाव के लाग्छ भनेको छ हामीले? इकिमास इमास र खाइरिमास। ल सबैले ध्यान दिनुहोस् है। पुस्तकालयतिर के हुन्छ? जान्छु भनेको के हुने भयो? सबैले भन्नुहोस् त। तोस्योखान ए इकिमास। त्यसै गरी पुस्तकालयतिर आउँछु। तोस्योखान ए इकिमास। त्यसै गरी फर्किन्छु भन्नु पर्यो भने तोस्योखान ए खाइरिमास। ल तपाईँ बुझ्नुहोस् त। तपाईँले नेपाली सेन्टेन्स बनाइदिने है प्लेस राखेर सबै। ल तपाईँले जातिजमा भन्ने डिपार्टमेन्ट स्टोरतिर जान्छु। डिपार्टमेन्ट स्टोर है। सुपरमार्केटतिर जान्छु। स्टेसनतिर जान्छु। एकिए इकिमास। ठिक छ बस्ने। ल सबैले भन्नुहोस् त। घर भनेको के पढेको हामीले? है। घरतिर जान्छु भनेको के हो? जान्छु भनेको घरतिर आउँछु पुचिए घरतिर फर्किन्छु पुचिए खाइरिमास। ल त्यसपछि हाम्रो छ रहेछ है। ल सबैले लेख्नुहोस् त सर। र उदाहरण दिएको छ हाम्रो पार्टिकल ए को ए युज भयो है। पार्टिकल ए लगाएर बनेको
उदाहरणहरू छ जस्तै भनेको हाम्रो के हुँदो रहेछ सबैले भन्नुहोस् त फेरि उच्चारण है त सर लेख्नु त सबैले उच्चारण गर्ने है तोस्यो खाने बस भनेको के हो पुस्तकालयतिर है तोस्यो खान भनेको के हो हाम्रो प्लेस हो कि होइन अर्को पछाडि चाहिँ कुन वर्ब छ इकिमास भने बिचमा चाहिँ पार्टिकल के को युज गर्ने अर्को उच्चारण गर्ने बिजु जुखाने इकिमास भनेको के हो सरकारतिर है बिजु जुखान पनि केमा पर्यो हाम्रो अर्को पछाडि कुन वर्ब छ पार्टिकल के युज गर्ने बिचमा अर्को भनेको के हो ब्याङ्कतिर जान्छु अब गिन्को भनेको पनि हाम्रो केमा पर्यो पछाडि कुन वर्ब छ है भने बिचमा पार्टिकल के लाग्यो अर्को हामीले नबिर्सिकन याद राख्नु पर्ने कुरा के छ भन्दाखेरि यदि कहीँ कतैतिर जान्छु आउनुहुन्छ फर्किनुहुन्छ भनेर के गर्नु पर्यो प्रश्न भने के को युज गर्ने सबैले भन्नुहोस् त के को युज गर्ने है जस्तै कतातिर जानुहुन्छ भनेको के रहेछ दोको अब दोकोले चाहिँ कुनै पनि केलाई जनाउँछ भने पछाडि पार्टिकल के युज गर्ने अर्को कतातिर आउनुहुन्छ भनेको के रहेछ भन्नुहोस् त अर्को कतातिर फर्किनुहुन्छ ल अर्को हेरौँ हाम्रो है लेसन 5 बाट हाम्रो डेली टेस्टमा आएको क्वेशन है लेसन 5 बाट ग्रामर युज भएर है ल सबैले उच्चारण गर्नुहोस् त केवा गाकोए अब अप्सन चाहिँ कतिवटा दिएको छ कतिवटा कुरा दिएको छ हामीलाई चारवटा कि एउटा दिएको छ एउटा मात्रै के दिएको छ भब छ कि छैन सबैमा भब छ कि पार्टिकल है ल तपाईँले उठ्नुहोस् त है यो गाको सट्टामा चाहिँ सबैले के राख्ने सबै चेन्ज गर्ने है सुपा राख्ने गिनको तोस्यो खान गाको र पछाडि डडरको सट्टामा के पनि नराख्ने है ल एउटा सेन्टेन्स चाहिँ दुई पटक उच्चारण गर्न लगाउनुहोस् त केवा सुपाए केवा सुपाए केवा गिकोए केवा गिन्कोए केवा तोस्यो खाने केवा तोस्यो खाने केवा गाकोए केवा गाकोए साथीको चाहिए लास्टको क्यों भनेको के हो आज है अब आज भनेको पास्ट भयो कि फ्युचर कि प्रेजेन्ट भने भबको मास हुन्छ कि मासिता हुन्छ अर्को मासेन्देसिता यो चाहिँ के छ हाम्रो पास्ट पोजिटिभ यो चाहिँ के छ नेगेटिभ अर्को के छ हाम्रो इकिसु भनेको यो चाहिँ अर्थ छैन है अर्को के भयो इकिमास सबैले उच्चारण गर्ने के वा गाकोए इकिमास भनेको आज विद्यालयतिर जान्छु ल सबैले उच्चारण गर्नुहोस् त यो के रहेछ हाम्रो अर्थ के रहेछ प्लेस र के को बिचमा लाग्दो रहेछ इमास र को बिचमा पार्टिकल के लाग्दो रहेछ अर्थ के हो है ल दुईमा छ हाम्रो ल बीमा सबैले सार्नुहोस् त ल पार्टिकल के छ सबैले उच्चारण गर्नुहोस् त फेरि अर्थ के छ माबाट ल हेरौँ है जुन यो पार्टिकल दिएछ यसको अर्थ माबाट र द्वारा अर्को यदि हामी कतै जान आउन र फर्किन कतिवटा भयो के जान आउन र फर्कन जानु भनेको के हो आउनु भनेको अर्को फर्किनु भनेको के हो त्यो आउन जान र फर्किन हामीले कुनै पनि के को युज गर्यौं सवारी साधन भनेको के हो साइकल ट्याक्सी बस रेलको युज गरेर हामीले के काम गर्यौं भने यस्तो अवस्थामा त्यो सवारी साधनको पछाडि पार्टिकल के लाग्छ लाग्छ है जस्तै
साइकलमा भन्नु पर्यो भने के हुने भयो फेरि भन्नुहोस् त जितेन्स्या दे ल सबैले भन्नुहोस् त ट्याक्सीमा ताकुसी दे ल अर्को बसमा बासु दे रेलमा अर्को बुलेट रेलमा सिंहफान्से दे अर्को जमिन मुनि पानी जहाजमा हवाई जहाजमा कौकी दे ताकि सबैले ध्यान दिने है साइकलमा जान्छु भनेको के हुने भयो जितेन्स्या दे अर्को साइकलमा आउँछु जितेन्स्या दे साइकलमा फर्किन्छु जितेन्स्या दे ल अर्को ट्याक्सी राखेर सेन्टेन्स बनाउनुहुन्छ है सेम नेपाली जापानिज है जापानिजमा भने ल ट्याक्सीमा जान्छु तीनवटै भयो ट्याक्सीमा आउँछु ट्याक्सीबाट फर्कन्छु ताकुसीदे आइमास ट्याक्सी भइसक्यो ल बस है बसमा जान्छु बसमा आउँछु बसमा फर्किन्छु बासुदे आइमास कति कुरा छ ल सबैले भन्नुहोस् त रेल भनेको के हो रेलमा जान्छु भनेको रेलमा आउँछु रेलमा फर्किन्छु बेन्स्यादे ल त्यसपछि के छ हाम्रो पार्टिकल दे लगाएको चाहिँ उदाहरणहरू दिएको छ सबैले सार्नुहोस् त भइसक्यो ल उच्चारण गर्ने है ल उठ्नुहोस् त यो सब पुरै सेन्टेन्स सबैले दुई पटक उच्चारण गर्न लगाउने सती कुरा छ है अब जितेन्स्या दे तोस्यो खाने इकिमास भनेको के हो साइकलमा पुस्तकालयतिर जान्छु अब पुस्तकालय जानको लागि के क्विज गरेको छ भने त्यो सवारी साधनको पछाडि पार्टिकल के लाग्यो है तर्क ताकुसी दे तोस्यो खाने इकिमास भनेको के रहेछ ट्याक्सीमा चाहिँ पुस्तकालयतिर जान्छु अब के क्विज गरेको छ भने पछाडि के लाग्यो पार्टिकल है तर्क हामीले केबाट भन्नु पर्यो भने के क्विज गर्ने नान दे उच्चारण गर्नुहोस् त सबैले नान्दे नान्दे तोस्यो खाने इकिमासका भनेको केबाट पुस्तकालयतिर जानुहुन्छ अर्को नान्दे नान्दे बिजुसु खाने इकिमासका भनेको केबाट कला संग्रहालयतिर आउनुहुन्छ अर्को नान्दे नान्दे युबिन के कुए आइरिमासका भनेको के हो केबाट गुलाकारतिर अर्को केबाट भन्नु पर्यो भने के क्विज गर्ने नान दे अर्को छ हाम्रो मोडल क्वेसन है डेली टेस्टमा चाहिँ हाम्रो आउन सक्ने ग्रामर प्याटर्न लागेर है ग्रामर प्याटर्न लागेर हामीले चाहिँ कसरी गर्न सक्छौँ ल उच्चारण गर्नुहोस् त वातासिवा जितेन्स्या तोस्यो खाने इकिमास ल जितेन्स्याको सट्टामा है यो सबै सवारी साधन राखेर सबैले उच्चारण गर्नु लगाउने वातासिवा बासु तोस्यो खाने इकिमास वातासिवा बेन्स्या तोस्यो खाने इकिमास वातासिवा ताकुसी तोस्यो खाने इकिमास वातासिवा कौकी तोस्यो खाने इकिमास कति कुरा छ है अब वातासी भनेको के हो है सब्जेक्ट हो कि होइन सब्जेक्टले चाहिँ लाइब्रेरीतिर जाँदाखेरि चाहिँ के क्विज गर्यो सवारी साधन हो कि होइन भने पार्टिकल के क्विज गर्ने हामीले ए हो किन होइन खैरीमासको बिचमा लाग्छ कि लाग्दैन लाग्छ यो अलरेडी लागिसक्यो है
लार्क तो किन भएन र व्यक्तिसँग सँग है दुईटा नाम जोड छ भने तोको अर्थ के हो र अब दुईटा नाम छ अर्क म पनि है दुईटा सेन्टेन्सको चाहिँ नाम प्रोनाउन सेम छ भने के युज गर्ने दुईटा सेन्टेन्स छ छैन भने युज भएन ल उच्चारण वातासी वा जितेन्सिया दे सोसियो काने इकिमास भनेको साइकलमा पुस्तकालय जान्छु लार्क आनातावा नान सोसियो काने इकिमासका भनेको अब नान भनेको के हो के अब हामीले सिक्ने सवारी साधनको युज गर्यो भने पछाडि पार्टिकल के लाग्छ र क्वेसन गर्नु पर्यो भने के भयो नान अनि यसमा के हुने भयो तो हो अर्को तो होइन म हो के लाग्यो दे भनेको के भयो बाट ल देको अर्थ के रहेछ देको अर्थ माबाट र के को पछाडि लाग्छ सवारी साधन है ल सीमा चाहिँ हाम्रो अर्को पार्टिकल के छ फेरि उच्चारण गर्नुहोस् त अर्थ के छ र सँग अब यो र चाहिँ हामीले अलरेडी लेसन 4 मा पढिसकेको हो कि हैन अब दुईटा नाम अथवा सर्वनाम जोड छ भने है तोको अर्थ के हो र जस्तै म र हामी भन्नु पर्यो भने वातासी तो म र तपाईँ वातासी तो आनाता आइतबार र सोमबार निचियोबी तो ल लेसन 5 मा चाहिँ तोको अर्थ के रहेछ एक अर्थ है यदि हामी कुनै पनि काम कोसँग कुनै पर्सनसँग अथवा पशु एनिमलसँग गरिन्छ भने त्यो व्यक्ति अथवा पशुको पछाडि के लाग्छ अर्थ के हुँदो रहेछ जस्तै परिवारसँग भन्नु पर्यो भने खाजोकु साथीसँग केटा साथीसँग आरे केटी साथीसँग खानोजियो परिवारसँग है त जान्छु भनेको के भयो मसँग भन्नुहोस् है सबैले खाजोकु त भनेको परिवारसँग आउँछु भनेको के भयो खाजोकु त परिवारसँग फर्किन्छु खाजोकु त लौक्ने उच्चारण गर्न लगाउने सबैलाई खाजोकु तो बिजुजु खान इकिमास भनेको के हो परिवारसँग चाहिँ कहाँ जान्छु है अब जाँदाखेरि कोसँग गएको छ परिवारसँग भने पछाडि के क्विज गर्ने अर्थ के हुन्छ है लाइक तोमोदाची तो तोस्यो खाने इकिमास भनेको जान्छु कि आउँछु है अब आउँदाखेरि कोसँग आएको छ भने पछाडि पार्टिकल के लाग्यो खारे तो तोक्यो खाइदिमास भनेको के हो केटा साथीसँग टोकियोतिर अब फर्किँदाखेरि कोसँग फर्किएको छ केटा साथी भने पछाडि पार्टिकल के लाग्यो कोसँग जानुहुन्छ आउनुहुन्छ फर्किनुहुन्छ भनेर के गर्नु पर्यो प्रश्न भने के क्विज गर्ने को भनेको लेसन 1 मा के पढेको कोसँग दारे लक्षण गर्ने दारे तो बिजुजु खाने इकिमासका भनेको
कोसँग कला सङ्ग्रहालयतिर जानुहुन्छ कोसँग कला सङ्ग्रहालयतिर जानुहुन्छ अर्को दारे त दोस्रो खाने किमासका भनेको कोसँग पुस्तकालयतिर आउनुहुन्छ कोसँग पुस्तकालयतिर अर्को दारे त टोकियो आइडिमासका भनेको कोसँग टोकियोतिर फर्किनुहुन्छ है को भनेको के रहेछ कोसँग दारे ल अर्को छ हाम्रो मोडेल क्वेसन है ल सबैले उच्चारण गर्नुहोस् त दारे हिजुकाने किमासका भनेको कला सङ्ग्रहालयतिर जानुहुन्छ अब बिचमा चाहिँ हाम्रो पार्टिकल छुटेको छ कि छैन है अब दारे ए लाग्छ किन ए चाहिँ केमा लाग्छ अर्को तो अर्को दे दारेसँग चाहिँ तो दे लाग्छ केसँग लाग्छ है अर्को वा यो पनि लाग्दैन अब के हुने भयो दारे तो उच्चारण गर्ने दारे तो बिजुस खाने किमासका भनेको कला सङ्ग्रहालयतिर जानुहुन्छ ल तोमोदाची टोकियो किमास लेको यो आदि स्यान्डी सकि छैन अब बिचमा चाहिँ पार्टिकल लगाएर के गर्नु पर्यो है सबैले भने खाजोकु भनेको के हो तोमोदाची साथी है खारे अर्को खानुजियो केटी साथी अर्को सेन्सेई अर्को यामादा भनेको के भयो जातिस नाम कि आकर्टिको है ल बिचमा केही नलगाइकन यो सबै राखेर चाहिँ उच्चारण हो खाजाको दोस्रो खाने किमास दोस्रो खाने किमास खानुज्यो दोस्रो खाने किमास सेन्सेई दोस्रो खाने किमास यामादा टोकियो किमास सठिक रहेछ अब तोमोदाची भनेको के हो टोकियो इमास भनेको अब बिचमा चाहिँ हामीले के लगाउने अब साथीसँग भन्नु पर्यो भने तोमोदाची टोकियो इमास भनेको साथीसँग आउँछु टोकियोतिर आउँछु ल पार्टिकल तोको अर्थ के रहेछ र सँग लेसन 5 मा कस्तो कन्डिसनमा सँग रहेछ पर्सन अथवा एनिमलसँग के जाने आउने फर्किने काम हुन्छ भने तोको अर्थ के हुने रहेछ सँग है ल लेसन 5 को ग्रामर सक्यो है यो पिक्चर है सबैले हेर्नु त यो पिक्चरमा के देखाएको छ लौखेर भन्नुहोस् त अब सबैले हेर्नुहोस् त यो के जस्तो छ एउटा स्टेसन है अब यो चाहिँ यो के हो यो ट्रेन गुड्ने चाहिँ यो प्लेटफर्म हो कि होइन हो भने यो चाहिँ पक्कै के रहेछ स्टेसन है अब स्टेसनमा चाहिँ यसले चाहिँ के सोधिरहेको छ यो केटा मान्छेले है टिकट मूल्य कुनै ठाउँसम्म जानको लागि चाहिँ कति लाग्छ भनेर चाहिँ के सोध्छ टिकट कति रहेछ 350 है अब ऊ चाहिँ गइसकेपछि अब फेरि अब मूल्य सोधिसकेपछि पक्कै पनि के चढ्छ होला ट्रेन अब ट्रेन खोज्न जान्छ है अब ट्रेन चाहिँ कति नम्बरमा छ भन्छ होला स्टेसनको कर्मचारीले 5 नम्बर है 5 नम्बरमा सोधिसकेपछि ऊ चाहिँ कहाँ जान्छ ट्रेनभित्र गएको जस्तो छ है ल हेरौँ के रहेछ ल सबैले उच्चारण गर्नुहोस् है ल सुरुमा भन्नुहोस् त के छ फेरि अर्को छ नानो अब सन्तोष भनेको जाति जग्गा एडभान्टिक कसरी चिन्ने अर्को के छ उन्नानो हित भनेको है ल उच्चारण गर्ने सुमिमासेन पौसेन बारे इकुरा देशका ल भन्नुहोस् त के भनेको यो एक्सक्युज मी कौशेनसम्मको भाडा चाहिँ कति हो ल सुन्नुहोस् न कृपया कौशेन भन्ने प्लेससम्म
गएपछि भाडा कति हो भन्छ है। ल सानब्यागको खोजी देश ल कति रहेछ 350 सेन्ट है। ल फेरि सोध्छ सानब्यागको खोजी देश ने आरिगातो गोजाइमास भनेको के हो 150 एन हो है। धेरै धेरै धन्यवाद। अर्को उन्नानो मितोले भन्छ है दोइता सीमासिते भनेको के हो लौटेर भन्ने कसैले थ्याङ्क यू सो मच भन्यो भने त्यसको रिप्लाई चाहिँ के दिने जापानिजमा दोइता सीमासिते साथीलाई चाहिँ लाइक अब त्यसले चाहिँ के सोधिसक्यो टिकट है भने अब पक्कै पनि उ के खोज्छ होला लार्को सुमिमासेन कोसिन वा नानमानसेन देशका भनेको के हो यो कोसिनसम्म जाने ट्रेन चाहिँ कति नम्बर हो भन्छ है। ल अर्को के छ हाम्रो एकिन भनेको के हो स्टेसनको उच्चारण गर्ने गोमानसेन देश भनेको कति नम्बर ट्रेन कहाँसम्म जाने है। ल सन्तोष ले चाहिँ सोधेको एन्सर दिइसकेपछि स्टेसनको कर्मचारीलाई के भन्छ है। ल सन्तोष आनो कोनो देन्स्यावा मुसेने इतिहासका भनेको के हो प्लेटफर्म 5 नम्बर ट्रेन भनिसकेपछि त्यहाँ गएर अर्को मान्छेलाई के भन्छ यो ट्रेन चाहिँ कोसिनतिर जान्छ हो यो ट्रेन चाहिँ कोसिन भन्ने ठाउँतिर जान्छ भनेर सोध्छ है। तर्क ओतो कोनो हिटो भनेको के हो सुगिनो कुचु देस्यो भनेको के हो लौटिस त भनेको के हो दाइ है सुगिनो कुचु देस्यो भनेको अर्को नेक्स्ट ट्रेन जान्छ। तर्क सौदेशका दोमो भनेको धेरै धेरै धन्यवाद के को लागि गरेको क्वेसनको चाहिँ एन्सर दिएको है। ल के को बारेमा दिएको रहेछ ल यसमा चाहिँ मेन गरी हामीले चाहिँ जापानमा गइसकेपछि हामीले चाहिँ ट्रेनहरू जस्तै हामी जापानमा गइसकेपछि थाहा हुन्छ हुँदैन है। त्यो कन्भर्सेसनले चाहिँ हामीहरूले चाहिँ जापानमा गइसकेपछि ट्रेनहरूमा कसरी चढ्ने है कसैले सोध्नु पर्यो भने के क्विज गर्ने भनेर चाहिँ सिकाएको छ है। ल